यो खोलिसकेपछि यसमा खासै चिसो पानीको मात्रा छैन, किन भन्दा यसमा धेरै मह चाहिँ स्टोर गरेर रहन्छ क्या। यो माउसुली हो, यो चाहिँ मौरीको शत्रु हो है एउटा। अनि कमिला हो, कमिला पनि मौरीको चाहिँ शत्रु नै हो, किन भन्दा यसले स्टोर गरेको यी कमिलाले खाइदिन सक्छन् है। अनि यहाँ चाहिँ हल्का यो पानीको मात्रा छ हो। यो किन पानी हालेर रहेछ, यो पुष्परसलाई यिनीहरूले बाष्पीकरण गरेर माथि उडाएको कारण होइन। यो पानी छैन भने यहाँ मह बनाउन अथवा काम गर्न लगाएनन् भन्ने कुरो बुझियो। तर हामीले यो प्राकृतिकमै हेर्दा थाहा छ नि त, तोरी टन्न फुलेछ, यिनीहरूले मजाले काम गरिरहेछन्, ओहोरदोहोर गरिरहेछन् होइन। यिनीहरूले पेटमा पुष्परस लिएर आउँछन् र यहाँ ल्याएर ओकाल्ने हुन् हो। फेरि जान्छ, फेरि पेटमै लिएर आउँछ, फेरि ओकाल्छ, एउटा मह थैली हुन्छ। र अर्को चाहिँ खुट्टामा पराग डेली भन्ने हुन्छ, खुट्टामा चाहिँ पराग बोकेर लिएर आउँछ, त्यो चाहिँ अर्को मौरीको सहायताले बनाइदिने गर्छ है। अब हामीले छेउबाट एउटा सुरु गऱ्यौँ निकाल्न। र मौरीले चाका यसरी बनाएको हुन्छ। यो चाकामा भनेको मह मात्रै भएको, यसमा बच्चा भएको चाका चाहिँ होइन है। अनि यसमा अन्डा लार्वा केही छैन, पोलन र हनी मात्रै छ है। ल कसले लिने हो लिएर हेर्दा हुन्छ, हल्का एकदम टोक्छ फेरि लिने भनेर छोड्दा यसरी छोड्ने बित्तिकै सबैलाई टोक्छ, फेरि डेन्जर चाहिँ हुन्छ। नदिन सर नदिन आएर देखाइदियो सबैलाई ल। ल एरिया यसरी नजाने फेरि नजिकै नजिकै ल देखाउने मात्रै केही नगर्ने, छुन दिने होइन है। सुन्नु दिने होइन, केही पनि गर्ने नो नो नो। अहिले हामीले यहाँ देखेका सबै वर्कर बिर हो है। यहाँ ड्रोन बी पनि देखिएको छैन, क्विन पनि देखिएको छैन है। म देखाइदिन्छु अहिले भयो भने। अनि यहाँ खुट्टामा पहेँलो पहेँलो बोकेको देखिएको हो। यो खुट्टामा पोलन बोकेर लिएर आएको फुलको अङ्ग हो। पेटमा लिएर आउने फुलको रस हो। यहाँ चाहिँ हनी हुन्छ है, माथिल्लो पातमा हनी। यहाँ चाहिँ फुल लार्वा छ है।